हाम्रो बुढेसकालको सहारा भनेको श्रीमानको लागि श्रीमती र श्रीमतीको लागि श्रीमान नै हो क्या, बुझ्नुभयो नि। हामीलाई बुढेसकालमा छोराछोरीले हेर्छन् भन्छ नि, छोराछोरी कसैले पनि हेर्दैन। उनीहरूको पनि आफ्नै छुट्टै संसार हुन्छ, उनीहरूको पनि बुढी हुन्छ, उनीहरूको पनि छोराछोरी हुन्छ होइन। आफै कमाउँछन्, आफै रमाउँछन्, आफै जमाउँछन्, छुट्टै संसार हुन्छ क्या। बुवाआमालाई हेर्ने फुर्सदै हुँदैन क्या छोरा बुहारीहरूको, बुझ्नुभयो नि। त्यही भएर उमेर छौन्जेल श्रीमान श्रीमती कहिले पनि झगडा नगर्नुहोस् के। एकले अर्कालाई सहारा दिने भनेको श्रीमान र श्रीमती मात्रै हो। हाम्रो बुढेसकालको सहारा, दुःखको सहारा भनेको श्रीमानको लागि श्रीमती र श्रीमतीको लागि श्रीमान नै हो क्या, बुझ्नुभयो नि। तपाईँहरू एकदमै डिप्रेसनमा हुनुहुन्छ, ल तपाईँको साथमा माया गर्ने श्रीमान श्रीमती छ भनेदेखि तपाईँलाई त्यो डिप्रेसनले कहिले पनि छुँदैन क्या एउटा व्यक्तिलाई, बुझ्नुभयो नि। डिप्रेसनै हराएर जान्छ क्या, मायाले त्यति ताकत दिन्छ क्या। त्यही भएर हरेक व्यक्तिले आफ्नो श्रीमानको दुःखमा साथ दिएर अगाडि बढ्ने हो भनेदेखि कुनै पनि व्यक्तिलाई रोगले छिट्टो अट्याक गर्दैन क्या, बुझ्नुभयो नि। तपाईँ एकदमै रोगी हुनुहुन्छ अनि तपाईँलाई माया गर्ने, एकदमै इज्जत गर्ने, सम्मान केयर गर्ने, साथमा हरेक दुःख सुखमा साथ दिने व्यक्ति छ भनेदेखि तपाईँलाई त्यो रोगले पनि छुँदैन क्या, रोग पनि निको भएर जान्छ क्या, बुझ्नुभयो नि। त्यति ताकत हुन्छ क्या मायामा। मायाले संसार जितेर देखाउन सकिन्छ क्या, बुझ्नुभयो नि। त्यो चाहिँ दुईजनाको मुटु मिल्नुपर्छ।